है कि हजुर WBCS एक्जाम भनेको के हो है, हजुर यो यसमा कतिवटा स्टेज हुन्छ। र स्टेज डिस्कसन गर्दाखेरि मैले के भने भन्दाखेरि फर्स्टमा हाम्रो स्टेज हुन्छ प्रिलिम्स, त्यहाँदेखि हुन्छ मेन्स, त्यहाँदेखि हुन्छ इन्टरभ्यू है। र फर्स्ट स्टेज जुन हो प्रिलिम्स, प्रिलिम्स भनेको प्रिलिमिनेरी एक्जाम पनि भन्न सक्छौँ हामी त्यसलाई है। र यो आजको डिस्कसन प्रिलिम्स माथि हामी केन्द्रित गरौँ, किनभने फर्स्टमा एस्पिरेन्टले त फर्स्ट एक्जाम त के दिनु पर्यो, प्रिलिम्स दिनु पर्यो। त्यहाँबाट उहाँहरू सेलेक्सन भएपछि मात्रै उहाँहरूले मेन्स गर्न सक्नुहुन्छ, मेन्समा जान सक्नुहुन्छ। त्यहाँदेखि फेरि त्यो सकेपछि मात्रै उहाँहरू इन्टरभ्यूमा जान सक्नुहुन्छ है। र त्यसले गर्दाखेरि फर्स्टमा हामीले बुझ्नुपर्छ प्रिलिम्सको। र अब प्रिलिम्समा के म भन्न चाहन्छु फर्स्टमा भने यो 200 मार्क्सको एक्जाम हुन्छ है, 200 मार्क्स एक्जाम हुन्छ, 200 वटा क्वेसन हुन्छ यसमा हैन। र तपाईँले जस्तो सोध्नु हुँदैछ कि फर्स्ट एटेम्पमा नै क्लियर गर्न सकिन्छ त यो एक्जाम भन्दाखेरि आजको भिडियो त्यसकै लागि हामी यहाँ प्रस्तुत गर्दैछौँ। हजुर सकिन्छ, एकदमै सकिन्छ। फर्स्ट एटेम्पमै हामी क्लियर गर्न सक्छौँ यो एक्जाम। र त्यसको लागि के गर्नुपर्छ र के जरुरत छ अब अगाडि हामी यो भिडियोमा डिस्कस गर्दै जाँदैछौँ र असफल हुनुको कारणहरू पनि धेरैवटा छन् है। असफल हुनुमा अब ल्याक अफ डेडिकेसन, कन्सिस्टेन्ट प्र्याक्टिस नहुनु, मक टेस्ट नगर्नु, सिलेबस नबुझेको हुनु, त्यो कुराहरूले गर्दाखेरि पनि हाम्रो फेलियर हुनु सक्छ। अच्छा आशिषजी, अर्को कुरा के छ भने WBCS एक्जामको जो प्रिलिम्स एक्जामको प्याटर्न छ नि, हजुर हजुर, र कुन विषयमा छन् भनेर चाहिँ तपाईँले छोटकरीमा अलिकति जानकारी दिनुहोस् न। हजुर मैले अलिकति सुन्न सकिनँ तपाईँको, फेरि भनिदिनुहोस् न। WBCS एक्जामको प्रिलिम्सको जुन कुरा हुँदैछ नि अहिले, हजुर हजुर, एक्जाम प्याटर्न जुन छ नि, एक्जामको जुन प्याटर्न हुन्छ, हजुर हजुर हजुर, प्याटर्न चाहिँ कुन विषयमा छन् त्यसको अलिकति तपाईँले जानकारी दिनुहोस् न। तपाईँले भन्नुभयो जस्तै म भन्दै थिएँ प्रिलिम्स भनेको के हो भन्दा 200 क्वेसन्स हुन्छ, त्यसमा 200 मार्क्स हुन्छ र तपाईँको 2.5 घन्टाको समय हुन्छ, 2.5 आवर्सको समय तपाईँकोमा है। र जब हामी जान्छौँ 2.5 आवर्समा हामीले त्यो पेपर कम्प्लिट गर्नु पर्यो है। र 2.5 आवर्समा कम्प्लिट गर्नको लागि के कस्ता हामीले अब उपायहरू अपनाउनु पर्छ। अब के हुन्छ भने 200 वटा क्वेसन छ हाम्रोमा हैन, 200 वटा क्वेसन हुँदा कतिजना त अत्तालिएला कि यत्रो क्वेसन मैले कसरी एटेम्प गरिसक्नु है। र त्यसले गर्दाखेरि हामीले के गर्नुपर्छ भने कुन चाहिँ सब्जेक्टमा हामी एकदम ठिक छौँ त्यसलाई फर्स्टमा एटेम्प गर्यो है, त्यस्तो पाराले हामी लान सक्छौँ। अगाडि पनि हामी अब यो बारेमै डिस्कसन गर्छौँ है। र मेनली प्याटर्न तपाईँले जुन सोध्नुभयो 200 मार्क्स हुन्छ, 200 क्वेसन्स हुन्छ, 2.5 आवर्सको यो एक्जाम हुन्छ। र यसमा मेनली 8 वटा सब्जेक्ट हुन्छ तपाईँको है। 8 वटा सब्जेक्टमा मेनली हामी के बुझ्दछौँ भने जेनरल साइन्स है, त्यहाँदेखि तपाईँको पोलिटी भयो, इन्डियन पोलिटी, इन्डियन इकोनोमी हुन्छ तपाईँको है, इन्डियन हिस्ट्री हुन्छ तपाईँको, म्याथ्स हुन्छ तपाईँको, GI हुन्छ, रिजनिङ भनिन्छ है, त्यो हुन्छ। र जेनरल इङ्ग्लिस हुन्छ। त्यस्तो गरेर 8 वटा सब्जेक्टहरू हुन्छ र 25-25 मार्क्समा डिभाइडेड भएको हुन्छ। र त्यसको टोटल गर्दाखेरि हाम्रोमा 200 मार्क्सको हाम्रो पेपर हुन्छ। 200 मार्क्समा चाहिँ पास हुनको लागि चाहिँ अनिवार्य कति मार्क्स ल्याउन जरुरी छ? अब यो चाहिँ तपाईँको साल दर साल चेन्ज हुँदै जान्छ है। कुनै पनि फिक्स तपाईँको एउटा मार्क्स ल्याएर पास हुन्छ यो एक्जाममा भन्ने हुँदैन, किनभने यो कम्पिटिटिभ एक्जाम हो। कम्पिटिटिभ एक्जाममा कतिजना सेलेक्सन क्राइटेरियामा कतिजना चाहिएको छ मान्छे, त्यही हिसाबले छनौट हुन्छ। र यसमा चाहिँ कट अफ हुन्छ। जस्तै हामीले लास्ट टाइम हेर्दाखेरि लगभग जेनरलको कट अफ 125, 124 यस्तो हुँदै थियो है। र SC ST को अलिक कम्ती हुन्छ त्यसमा। त्यसै गरी कट अफ एभ्री इयर तपाईँको उयो हुँदै जान्छ, मतलब घट्नु पनि सक्छ बढ्नु पनि सक्छ कट अफ है। तर हामी मानिलियौँ जेनरलको 120 देखि 125, 130 सम्ममा कट अफ जान सक्छ। जस्तै कि अर्को प्रश्न के छ भने पश्चिम बङ्गालबाट चाहिँ जुन यो एक्जाम दिँदैछ नि, जुन जोग्राफी जसलाई भूगोल भनिन्छ, हजुर हजुर, भूगोलबाट कस्ता खास्ता खालका प्रश्न आउँछन् र यसलाई कसरी तयारी गर्नुपर्ने त्यो पनि अलिकति तपाईँले छोटकरीमा जानकारी दिनुभयो भने चाहिँ यो जो प्रिपेयर गर्दैछन्, जसले तयारी गर्दैछन् यसको बारेमा होइन, जसले मन बनाइसकेका छन्
उहाँहरूलाई चाहिँ अलिकति सजिलो हुन्थ्यो भन्ने चाहिँ एउटा लागेर त्यसको पनि अलिकति जानकारी दिनुहोस् न। हजुर हजुर, जोग्राफी है, इन्डियन जोग्राफी मेनली हामीले इन्डियन जोग्राफी पाउँछौँ। इन्डियन जोग्राफीमा हामीले पढ्नुपर्ने कुराहरू जस्तै भारतमा है भौगोलिक जोन्सहरू जुन भनिन्छ फिजियोग्राफिक जोन्स होइन, कति प्रकारका छन्, क्लाइमेट कस्तो प्रकारले डिभाइड भएको छ इन्डियामा है। त्यहाँदेखि अब फिजियोग्राफिक जोन्समा जस्तै हामी देख्छौँ हिमालयस छ, माउन्टेनियस रिजन भयो तपाईँको, त्यहाँदेखि कोस्टल रिजन छ तपाईँको, नर्दर्न प्लेन छ तपाईँको है, डेजर्ट एरिया पनि छ। त्यो सबै भौगोलिक जग्गाहरूलाई हामीले बुझ्नु जरुरी छ। त्यहाँदेखि तपाईँको जति पनि रिभर्सहरू भयो, खोला नाला भयो है, खोलाहरूको कुन कुन ठुलो खोलाहरू छन्, त्यसमा तपाईँको मेन ट्रिब्युटरिजहरू त्यसको के छ है, नदीहरूको बारेमा पनि हामीले बुझ्नुपर्ने हुन्छ। त्यसै गरी अब जोग्राफीमा धेरैवटा कुरा हुन्छ र यसमा हामीले वेस्ट बेङ्गल स्पेसिफिक जोग्राफी पनि हामीलाई याद हुनुपर्छ। जस्तै हामीलाई फ्रिक्वेन्टली सोधिएको क्वेसन्सहरू जस्तै पास्ट इयर्सहरूमा के छ भने जस्तै फरक्का ड्याम किन बनिएको, हजुर हजुर है, फरक्का ड्याम बनाउनुको पछिको के हो कारण, युटिलाइज, हजुर हो, यस्तो कुराहरू जान्नु जरुरी छ। फरक्का ड्याम किन बनिएको भन्दाखेरि चाहिँ तपाईँको कति माटो कति खोलाले जति पनि लिएर जान्छ, त्यसले गर्दाखेरि चाहिँ हाम्रो कोलकाता पोर्टमा चाहिँ बालुवा बेसी जम्मा भएर चाहिँ के हुँदै थियो भन्दाखेरि त्यहाँ पोर्टलाई चाहिँ के चाहिन्छ, अलिक गहिरो पानी चाहिन्छ पोर्टलाई, किन ठुलो ठुलो सिपहरू आउँछ, गहिरो पानी चाहिन्छ। तर त्यहाँ बालुवा जम्मा भएकोले गर्दाखेरि चाहिँ त्यहाँ सिपहरू आउनु नसकेकोले गर्दा फरक्का ब्यारेज बनाएको, ताकि अलिक रिभरको फ्लो चाहिँ अलिक कम्ती गर्न सकियोस् है। अन्त हो यस्तो कुराहरू कन्सेप्चुअल अन्डरस्ट्यान्डिङ हुनु पर्यो। अन्त जोग्राफीमा वेस्ट बेङ्गल स्पेसिफिक जोग्राफी पनि हामीले पढ्नु जरुरी छ। कस्तो प्रकारका माटोहरू पाइन्छन् है, कस्तो प्रकारको यहाँ माउन्टेनियस रिजन, कोस्टल एरिया पनि छ होइन, नेसनल पार्कहरू कहाँ छन् होइन, वाइल्ड लाइफ सेङ्चुरीहरू कुन चाहिँ हो, कुन चाहिँ हाम्रो प्रोटेक्टेड एरियाजहरू छ, एन्डेन्जर्ड स्पिसिसहरू कुन चाहिँ छ, यो सबै चिज इन्डियन जोग्राफीमा हामीले जान्नु जरुरी छ। आशिष जी यस्तो छ, अर्को एउटा प्रश्न गर्नुभन्दा अलिकति म भूमिकामा जान्छु। अब धेरैजनाले अहिले यसको यो WBCS इक्जाम दिने तयारी गरिरहेछन् होइन, धेरै विद्यार्थीहरूमा यसको एउटा जोस पनि छ अनि उमङ्गपूर्वक एउटा केही गर्छु हुन्छु भन्नेमा एउटा सानैदेखि नै हो कि तपाईँले अस्ति भने जस्तो सानैदेखि नै उहाँहरू एउटा एम्बिसन लिएर यसको तयारी गरिरहेछन् होइन। तर पहिलोपल्ट इक्जाम दिने हुन्छन् नि, फर्स्ट टाइम जो इक्जाम दिन जान्छन् उनीहरूको लागि कतिको गाह्रो हुन्छ र यसमा सफल हुनको लागि चाहिँ के गर्नुपर्छ? अब फर्स्ट टाइममा नि इक्जाम दिन जाँदाखेरि हामी बिना तयारी त जाँदैनौँ। कुनै पनि युद्धमा हामी जाँदैछौँ भने पनि हामी कहिले पनि अब वेपन्स नलिई, हाम्रो हतियार नलिई त जाँदैनौँ नि त हामी है। लडाइँको तयारी गर्नु पर्यो पुरा। WBCS इक्जाम जस्तो प्रतिष्ठित इक्जाम हामी दिँदैछौँ भने बिना तयारी त हामी जाँदैनौँ नि त है। त्यसको लागि हामीले अध्ययन गरेको हुनुपर्छ। जो अध्ययन गर्नु भएको छैन, उहाँले केही सुरुवात गर्नु भएको छैन, होइन एकताल हेर्छु म ट्राई गर्छु भनेर अगर इक्जाम दिन जानु हुँदैछ भने म उहाँहरूलाई आह्वान गर्न चाहन्छु कि तपाईँहरू त्यसरी चाहिँ नजानुहोस् है। जानुहुन्छ भने एकदम तयारीको साथ जानुहोस्। र मलाई लाग्छ WBCS प्रिलिम्स त तपाईँहरूले फर्स्ट एटेम्पमा आरामले क्र्याक गर्न सक्नुहुन्छ। इभन टोटल इक्जामै तपाईँहरूले एक एटेम्पमै क्र्याक गर्न सक्नुहुन्छ। र त्यस्तो इक्जाम्पल्स हामी माझ धेरै पनि छ है, फर्स्ट एटेम्पमा क्र्याक गर्नेहरू। र त्यसमा चाहिँ हाम्रो तयारी ठिक हुनु पर्यो। र मलाई लाग्छ कि जति फ्रेस क्यान्डिडेट हुन्छ उनीहरूकोमा के हुन्छ, एउटा फ्रेसनेस हुन्छ, क्ल्यारिटी हुन्छ। जति तपाईँको एटेम्प्ट बढ्दै जान्छ, जति अर्को वर्ष दियो फेरि अर्को वर्ष दियो, के हुन्छ किताब पनि तपाईँ थप्दै जानुहुन्छ, के पो पुगेन कि भनेर। त्यसो हुँदाखेरि झन् कन्फ्युजन बढ्दै जान्छ है। र जति यङ छ, जति फ्रेस क्यान्डिडेट छ, मलाई लाग्छ त्यति बेला झन् उसकोमा राम्रो चान्स छ क्लियर गर्ने। अच्छा, जुन यो यसको तयारी हुन्छ नि, तयारी हुँदाखेरि इकोनोमीको तयारी गर्नु पर्दाखेरि करेन्ट बेसमा पढ्ने कि टेक्नोलोजी बेसमा पढ्ने हो? होइन, यो अब जस्तै तपाईँको इन्डियन इकोनोमी छ है, त्यसमा अब इन्डियन इकोनोमी भन्दाखेरि चाहिँ हामीले के पढ्नुपर्छ भने जस्तै GDP भयो, भारतको GDP कसरी क्यालकुलेट हुन्छ, स्टेटको GDP कसरी क्यालकुलेट हुँदैछ है। त्यहाँदेखि इन्फ्लेसन भनेको के हो, महँगाई भन्छौँ हामी, महँगाई बढ्यो भन्छौँ, महँगाई
दर बढ्यो भन्छौँ, इन्फ्लेसन कसरी क्यालकुलेट हुँदैछ है। आरबिआई रिजर्भ ब्याङ्क अफ इन्डिया, अब इन्डियाको सबसे ठुलो ब्याङ्क आरबिआई हो, उसले सबै ब्याङ्कलाई उसले रेगुलेट गर्दैछ है। भने आरबिआई को फङ्सन्स के हो होइन, उसको मोनिटरी पोलिसी, उसले त करेन्सी पनि बनाउँदैछ, करेन्सी पनि छाप्ने काम उसको। तर तपाईँले एउटा कुरा याद छ, आरबिआईले चाहिँ नोट मात्रै छाप्छ, तपाईँको कहिले पनि कोइन्स छाप्दैन आरबिआईले चाहिँ। अच्छा, कोइन्स चाहिँ कसले छाप्छ? कोइन्स कसले छाप्छ? हाम्रो क्लियर गर्नुस् न। गभर्नमेन्ट अफ इन्डियाले छाप्छ कोइन्स। फाइनान्स मिनिस्ट्रीले चाहिँ कोइन्स छाप्छ र नोट जुन हुन्छ हाम्रो नोटलाई चाहिँ कसले छाप्छ भन्दा आरबिआईले छाप्छ। हजुर। अन्त हो त्यस्तो कुराहरू, कन्सेप्चुअल क्ल्यारिटीहरू भयो है। अन्त अब इन्फ्लेसन पनि धेरै प्रकारको हुन्छ होइन। कुनै सप्लाई साइडले गर्दा भएको इन्फ्लेसन हुन्छ, कुनै देशमा तेलको दाम बढ्यो, अब साउदी अरबमा तेलको दाम बढ्यो, इन्डियामा त्यसको असर के भयो? तेलको दाम बढ्यो, तेलको दाम बढेपछि सबै चिजको दाम बढ्छ होइन। हजुर, अब हो त्यसले गर्दा त्यसलाई भन्छ सप्लाई साइड इन्फ्लेसन है। हो यस्ता कुराहरू हामीले बुझ्नु जरुरी छ इन्डियन इकोनोमीमा। हामी यस्तै धेरै इन्ट्रेस्टिङ कुराहरू पढ्छौँ र आउने दिनहरूमा हामी पनि यसमा अब अझै एउटा जस्तो हाम्रो लाइभ सेसन्सहरू बढ्दै जान्छ, हामी त्यसमा फेरि अब सब्जेक्ट रिलेटेड जस्तै इकोनोमीमा के पढ्छौँ है, त्यसको इन्ट्रेस्टिङ फ्याक्ट्सहरू त्यो पनि हामी ल्याउने कोसिस गर्छौँ हाम्रा दर्शकहरूको लागि। धेरैजना हामीसँग अहिले जोडिनु हुनेछ। दिवाकर शर्मा पनि जोडिनु भएको छ, स्वागत छ। अर्जुन भण्डारी पनि स्वागत छ। मनिता राई तामाङ जो वाचिबा नाना हुनुहुन्छ उहाँ फेरि हामीसँग जोडिनु भएको छ, वाचिबा नानालाई स्वागत छ है। यसै गरी धेरैजनाहरू हामीसँग जोडिनु हुनेछ। र आशिष चाहिँ मेरो अर्को एउटा प्रश्न के छ भने जेनरल साइन्स र नन साइन्स जुन यो दुईटा पार्ट छ नि, यो धेरै फरकिलो हुन्छ र यसलाई कसरी ती इक्जाम दिने विद्यार्थीहरूले सम्हाल्नु पर्ने हो? हजुर हजुर, एकदमै राम्रो प्रश्न गर्नुभयो तपाईँले है। जेनरल साइन्स बुझेपछि अब एकदमै ठुलो उयो भयो, त्यसमा ठुलो छ, अब त्यो एकदमै सिलेबस भास्ट हुन्छ त्यसको। तर हामीले के बुझ्नुपर्छ भने नि, मैले यसो धेरै वर्षको मैले यसो प्याटर्न हेरेँ क्या WBCS को, र हेर्दाखेरि मैले के बुझेँ भने 200 मार्क्समा 25 मार्क्सको जेनरल साइन्स आउँदैछ है। अब त्यसमा पनि तपाईँको फिजिक्स, केमिस्ट्री र बायोलोजी छ र त्यसमा कति भाग तपाईँको के हुन्छ, इन्भाइरोमेन्टल साइन्स पनि आउँछ है। र त्यसले गर्दाखेरि धेरैवटा सब्जेक्ट्स मिलेर हाम्रो 25 मार्क्स हुँदैछ। त्यसले गर्दाखेरि जेनरल साइन्सलाई चाहिँ म के भन्न चाहन्छु भने एकदम इनडेप्थमा चाहिँ हामीले नपढौँ है। किनभने हामीले कतिवटा कुरा, के कुरालाई चाहिँ हामीले पक्रिनु, के कुरालाई चाहिँ छोड्नु, त्यो पनि यो प्रिपरेसनको एकदमै ठुलो डिमान्ड हो। त्यो पनि हामीले बुझ्नुपर्ने हुन्छ। सबै सब्जेक्ट पढेर भक्कु पढेर पनि हुँदैन है। त्यसले गर्दा जति कम्ती पढे तर त्यसलाई नै बेसी रिभाइज गर्ने, त्यो चाहिँ स्ट्राटेजी हुनुपर्छ। जेनरल साइन्समा चाहिँ जस्तै बायोलोजी, फिजिक्स र केमिस्ट्रीलाई हामीले स्कुल लेभलको बुक्सहरूबाट हामी थाल्न सक्छौँ। जस्तै एनसीईआरटी बुक्सहरू छ है, क्लास 6 देखि 12 को, मैले जस्तै अस्तिको सेसनमा पनि भने क्लास 6 देखि जुन 12 को बुक्सहरू छ एकदमै हेल्पफुल छ। जुनै पनि सब्जेक्ट तपाईँको कभर हुन्छ त्यसमा, र सायद क्लास 6 to 12 हामीले राम्रोसँगले पढेको छौँ त्यो बुक्सहरू भने हामीले यो कम्पिटिटिभ इक्जामहरू दिन हामीलाई धेरै नै हेल्प हुनेछ। अर्को चाहिँ मेरो एउटा प्रश्न के छ भन्दाखेरि जस्तो पढाइको सन्दर्भमा होइन, एउटा राम्रो अब विकली पढ्ने या मन्थली महिनाभरि स्टडी गर्ने एउटा जुन प्लान छ नि, यो प्लान कस्तो देखिन्छ? अब जे चिज गर्दाखेरि पनि हाम्रोमा प्लान हुनुपर्छ। हजुर, अब हामीले एउटा घर बनाउँदैछौँ भने पनि हामीले प्लान बनाउँछौँ। पहिला प्लान बनाएर 1 तला 2 तला 3 तला खिड्की कहाँ राख्नुपर्ने, दैलो कहाँ राख्नुपर्ने, त्यो सबै हामीले प्लान गरेका हुन्छौँ। त्यसरी नै पढाइलाई पनि हामीले त्यसरी नै प्लान गर्नु एकदमै जरुरी छ। नभए भने त्यो भत्ताभुङ्गै हुन्छ। तपाईँहरूले केही स्ट्राटेजी नबनाई, केही प्लान नबनाई तपाईँहरूको यो इक्जाममा पास गर्छु भनेर हामीले नसोच्दा पनि हुन्छ है। त्यसले गर्दा एउटा डेडिकेटेड रुटिन हुनु। अब तपाईँको सिलेबस छ है, सिलेबस सपोज 100 पेजको छ मानिलिउँ, जस्ट फर इक्जाम्पल 100 छ भने तपाईँले यसलाई कति 1 वर्षमा सक्ने भनेपछि
1 वर्षको तपाईँले प्लान बनाउनु पर्यो। 1 वर्षमा 100 पेज भनेपछि महिनामा कति है, त्यसै गरी दिनमा कति, त्यसरी तपाईँले डिभाइड गर्नु पर्यो हैन। र म के भन्न चाहन्छु भने त्यसमा पनि सब्जेक्ट वाइज गर्नुहोस् है। जस्तै आज तपाईँले जेनरल साइन्स बिहान पढ्नुभयो, दिउँसो तपाईँले जियोग्राफी पढ्नुभयो, बेलुका तपाईँले म्याथ्स प्र्याक्टिस गर्नुभयो र अलिकति करेन्ट अफेयर्स पढ्नुभयो हैन। र म के भन्न चाहन्छु भने डेली रुटिनमा तपाईँहरूले न्युज पेपर हाल्नै पर्छ, न्युज पेपर हुनै पर्छ। अस्ति पनि मैले भनेको थिएँ र यो प्रिलिम्सको लागि पनि हो कि न्युज पेपर तपाईँले हालेकै हुनुपर्छ, किन करेन्ट अफेयर्स पनि आउँछ र न्युज पेपरले तपाईँको इङ्ग्लिस र नेपालीको कमान्ड पनि राम्रो गर्छ है। त्यहाँदेखि तपाईँले म्याथ्स हाल्नै पर्छ, म्याथ्स र रिजनिङ एभ्री डे तपाईँहरूको प्र्याक्टिस एकदमै अनिवार्य छ है। प्र्याक्टिस बिना म्याथ्स र रिजनिङमा हामीले राम्रो मार्क्स ल्याउनु सक्दैनौँ, किनभने मेन्समा गएर फेरि के हुन्छ, हामीले जहिले पनि प्रिलिम्सलाई त क्र्याक गर्यौँ तर मेन्सको तयारी पनि सँगसँगै लानुपर्छ। यस्तो होइन कि प्रिलिम्सको लागि अलग्गै तयारी, मेन्सको लागि अलग्गै तयारी भन्ने कहिले पनि हुँदैन, एउटा इन्टिग्रेटेड प्लान हुन्छ। त्यसले गर्दा जो पनि अब दिनु चाहनुहुन्छ यो इक्जाम भने एउटा इन्टिग्रेटेड प्लान लिएर चल्नुहोस्। अब हामी 1-2 दिनमा फेरि मेन्स कसरी क्र्याक गर्नुपर्ने, के प्लान हुन्छ, कतिवटा सब्जेक्ट हुन्छ, कस्तो पेपर्सहरू हुन्छ, त्यो हामी डिस्कस गर्नेछौँ। र तपाईँले एउटा इन्टिग्रेटेड स्टडी प्लान बनाउनुपर्छ है, किनभने सब्जेक्ट त यही हो, मेन्समा गएर पनि सब्जेक्ट चेन्ज हुनेवाला छैन, खालि तपाईँको अप्सनल थपिन्छ त्यसमा। त्यसले गर्दाखेरि तपाईँको डेली रुटिनमा मैले भने न्युज पेपर, म्याथ्स र करेन्ट अफेयर्स हुनु जरुरी छ। त्यहाँदेखि तपाईँको सब्जेक्ट जस्तै 2टा सब्जेक्ट एटलिस्ट तपाईँले जेनरल स्टडिजको हेर्नुपर्छ। जेनरल साइन्स र जियोग्राफी यो महिना गरे भने अर्को महिना फेरि म पोलिटी र इकोनोमी गर्छु, फेरि त्यसको अर्को महिना रिभाइज गर्छु। अनि सबसे इम्पोर्टेन्ट कुरा म तपाईँलाई जुन भन्न आँटेको थिएँ हो रिभिजन, रिड, रिभाइज एन्ड रिटेस्ट। त्यो एउटा मन्त्र हो यो चाहिँ हैन। पहिला पढ्यो, त्यसलाई रिभाइज टेस्ट लियो हैन। र यो इक्जामको एउटा हतियार त यो हो रिड, रिभाइज र रिटेस्ट, र अर्को हतियार हो सिलेबस है, सिलेबस, प्रिभियस इयर क्वेसन पेपर र मक टेस्ट पेपर्स है। यो 3टा तपाईँहरूले याद भएको हुनु पर्यो। सिलेबस एकदमै याद भएको हुनु जरुरी छ है। सिलेबस याद हुनु पर्यो, के क्वेसन आउँदैछ, के मतलब के सब्जेक्ट्सहरू छ र कुन चाहिँ एरियाजहरू कभर छ, त्यो सिलेबसमा दिएको हुन्छ है। त्यहाँदेखि तपाईँको प्रिभियस इयर क्वेसन पेपर जति पनि 10 साल पुरानो, 15 साल पुरानो छ त्यो तपाईँहरूले हेर्नु पर्यो। त्यहाँदेखि मक टेस्ट, जुन मैले भने एभ्री विक मक टेस्ट गर्नु जरुरी छ। ल म भक्कु सबै सकेर मात्रै म मक टेस्ट गर्छु भन्दा त्यो ठिक होइन है। आफूले 40% 30% पढिसकेपछि जति पढेको छ त्यो लेभलको मक टेस्टहरू आफूले दिँदै जानुपर्छ। र मक टेस्टहरू मार्केटमा एकदमै एभाइलेबल हुन्छ है। तपाईँले अनलाइन पनि पाउनुहुन्छ मक टेस्ट, त्यस्तो तपाईँले अनलाइन प्लेटफर्महरूबाट गर्दा भयो। आशिषजी, म एकजनालाई रिक्वेस्ट गर्न चाहन्छु, मनिता राई तामाङ जो जोडिनु भएको छ, उहाँ पनि उहाँको छोराले पनि क्लास 12 पढ्दै गरेको र WBCS को लागि तयारी गर्ने छाटा गरेको भन्ने उहाँले अस्ति अलिकति जानकारी दिनुभएको थियो कमेन्टमा। र उहाँलाई पनि यो भिडियोमा आशिष भण्डारीको पेजबाट जोडिने म एउटा आग्रह गर्न चाहन्छु कि जोडिनु भने तपाईँलाई पनि धेरै नै सजिलो हुन्छ। निर्मल भाइ भण्डारी, निर्मल भाइलाई स्वागत छ। तपाईँ हाम्रो यो अहिलेको यो WBCS को लागि जुन कसरी तयारी गर्नुपर्ने भन्ने सब्जेक्टमा जुन आजको जानकारीमूलक कार्यक्रम आशिष भण्डारीद्वारा हामीले पाइरहेछौँ, त्यसको होस्ट म गरिरहेछु भने निर्मल भाइ पनि हामीसँग जोडिन सक्नुहुन्छ, जोडिएर आफ्ना प्रश्नहरू राख्न सक्नुहुन्छ। र तपाईँहरूलाई आग्रह गर्छु कि जोडिएर हामी एउटा यो समाजमा स्वस्थ चर्चाको विषय जुन हामीले राख्दैछौँ त्यसमा तपाईँहरू पनि जोडिने आग्रह गर्न चाहन्छु। त्यसै गरी अरू यहाँ हेर्दैछु म जो जसले यसको आशिष जुन जसले तयारी गर्दछन्, फेरि म प्रश्नमा आएँ, जसले तयारी गर्दछन् होइन, तयारी गरेर अहिले अब एकदम चरम सीमामा तयारी गर्दछन्, उहाँहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? अब जो एकदम अहिले राम्रो तयारी गर्नुहुँदैछ उहाँहरूलाई त एकदमै राम्रो कुरा हो, उहाँहरूले यो फिल्ड चुज गर्नुभयो है। र निरन्तरता इम्पोर्टेन्ट हो, कन्सिस्टेन्सी हुनु एकदमै इम्पोर्टेन्ट हो तपाईँको। अब यस्तो हुन्छ क्या, कुनै दिन अब हामी पनि प्रिपेयर गर्दाखेरि के हुन्थ्यो, कुनै दिन एकदमै अब पढ्नै मन नपर्ने है, पिक्चरमा हेर्नु जाउँ कि जस्तो हुने है,
भन्ने जस्तो हुने होइन। अब कुनै दिन मलाई लाग्छ 1 महिनामा 1 दिन 2 दिन 3 दिन अलिकति तपाईँले ठिक छ तपाईँहरू अब जे तपाईँ चाहनुहुन्छ त्यो पनि गर्नुहोस् होइन। जो फुल टाइम प्रिपरेसन गर्नुहुँदैछ उहाँको लागि भनेको है मैले यो कुरा चाहिँ, जो घर बसेर दिनरात पढ्नुहुँदैछ भने उहाँहरूको लागि के हो भने 1 दिन 2 दिन तपाईँले महिनामा निकालेर या हप्तामा 1 दिन तपाईँले होइन हाफ डे चाहिँ तपाईँले कुनै अरू चिज जुन तपाईँलाई मनपर्छ जस्तै मुभी हेर्नु भयो एउटा राम्रो, डकुमेन्ट्री हेर्नु छ या कतै घुम्नु जानुभयो त्यो गर्नु जरुरी छ है। प्रिपरेसनमा हजुर हजुर र फिजिकल एक्सर्साइज आफ्नो हेल्थ मेन्टेन गर्नु पनि एकदमै जरुरी छ है। अन्त त्यो छ र तपाईँहरूले निरन्तर मक टेस्ट दिनु नछोड्नुहोस् है। मक टेस्टहरू एकदमै जरुरी हुन्छ र प्रिभियस इयर क्वेसन पेपर कस्तो प्याटर्न आउँदैछ, किनभने अब प्रिभियस इयर क्वेसन पेपर हामीले हेरेको छौँ भने कतिवटा क्वेसन त्यहाँबाट पनि त्यो रिलेटेड क्वेसन्सहरू आउँछ इक्जाममा है। त्यसले गर्दा र तपाईँहरूले यो पनि जानकारी दिन चाहन्छु जति पनि हाम्रो भ्युवर्सहरू हुनुहुन्छ कि योपालिको WBCS प्रिलिम्स सेप्टेम्बरमा हुने जुन WBCSले वेस्ट बेङ्गल पब्लिक सर्भिस कमिसनले जुन WBCS प्रिलिम्सको एउटा डेट नोटिफाई गरेको छ अहिलेसम्मको लागि टेन्टेटिभली सेप्टेम्बर 9 तारिक या 10 तारिकको डेट उहाँहरूले निकाल्नु भएको छ र त्यसले गर्दाखेरि अब जो नयाँ तयारी गर्नुहुँदैछ, जो तयारी गर्न खोज्नु हुँदैछ, यो इक्जाम दिन्छु भन्न खोज्नु हुँदैछ या यो साल ग्रेजुएट हुनुहुँदैछ यो जुन जुलाईमा भने उहाँहरूले एकदमै दिन सक्नुहुन्छ। तपाईँहरूले अहिलेदेखि तयारी गर्नु थाल्नुहोस् है। अहिलेदेखि तपाईँहरूले बेसिक NCERT बुक्स पढ्नुहोस्। 1 महिनामा NCERT म सबै सक्छु भनेर टार्गेट राख्नुहोस् है। फटाफट पढेर, किनभने यस्तो हो प्रिलिम्समा तपाईँले एकदम वर्ड यस्तो हुन्छ नि डिस्क्रिप्टिभ हुन्छ, अब लेखेको त पुरै लामो हुन्छ तर हामीले त्यसबाट फ्याक्ट इम्पोर्टेन्ट फ्याक्ट के छ है। अब गान्धीजी इन्डियामा साउथ अफ्रिकाबाट कहिले आउनुभयो भन्दाखेरि 9 तारिक जनवरी 1915 को दिन आउनु भएको थियो उहाँ है। अब त्यसलाई हामीले एउटा प्रवासी भारतीय दिवस भनेर मनाउँछौँ होइन। र हो त्यस्तो इन्फर्मेसनहरू जहाँ पाइन्छ त्यसलाई टक्कै टिप्यो, नोट्समा लेखिहाल्यो साइडमा। आफ्नो एउटा खाता पनि आफ्नोमा हुनु पर्यो र जहीँ पनि हामीले जे पढ्छौँ न्युज पेपरमा जे पढ्छौँ त्यो पनि नोट गर्ने बानी चाहिँ एकदमै जरुरी छ यो इक्जामको लागि। काहीँ हामीले केही कुरा पायौँ नोट गऱ्यौँ है। र हाम्रोमा एउटा खोज गर्ने एउटा विचार पनि हुनुपर्छ है। हामी जाँदैछौँ यहाँ सिलगढीबाट कालिम्पोङ जाँदैछौँ, टिस्टा नदी देख्यौँ हामीले साइडमा होइन, या सिक्किम जाँदैछौँ गान्तोक टिस्टा नदी देख्दैछौँ, रङ्गित मिलेको देख्दैछौँ। अब टिस्टा नदीको ट्रिब्युटरिजहरू के हो त्यो हेऱ्यो, टिस्टा नदी कहाँ गएर मिल्छ त्यो हेऱ्यो है। टिस्टा नदीमा गएर इन्डो बङ्गलादेशको अलिकति रिभर डिस्प्युटहरू छ त्यो कुराहरूलाई अलिकति हेऱ्यो। यो कुराहरूले गर्दाखेरि चाहिँ आफ्नो करेन्ट अफेयर्स पनि तयार हुन्छ, स्ट्याटिक जिके पनि तपाईँको तयार हुँदै जान्छ। आशिषजी अर्को मेरो प्रश्न के छ भने यदि तपाईँले कुनै एउटा सुनौलो यस्तो सुझाव WBCS इक्जामको प्रिपेरेसनको लागि दिनु हो भने त्यो चाहिँ के हुन्थ्यो होला, के कुन सुझाव हुन्थ्यो होला? मैले सुझाव अघि भनिहालेँ, हाम्रोमा एउटा हतियार छ रिड, रिभाइज एन्ड रिटेस्ट है। अर्को हतियार हो हाम्रोमा सिलेबस, प्रिभियस इयर क्वेसन पेपर र मक टेस्ट। र यो दुईटालाई हामीले मिलाएर यो दुईटालाई हामीले एकदम निरन्तरसँग राख्यौँ भने मलाई लाग्छ यो इक्जाममा तपाईँहरूको फेल हुने कुनै चान्सै छैन। यो WBCS प्रिलिम्स तपाईँहरूको क्र्याक हुन्छै हुन्छ। र यसमा अझै एउटा सजेसन म के दिन चाहन्छु भने जब पनि तपाईँहरू इक्जाम दिन जानुहुन्छ है, 200 मार्क्सको इक्जाम हुन्छ जुन मैले भने, त्यसमा त नेगेटिभ पनि त हुन्छ, नेगेटिभ मार्किङ हुन्छ। तपाईँले कुनै क्वेसन गलत गर्नुभयो भने तपाईँलाई त्यसमा नेगेटिभ मार्किङ दिन्छ। र आजकल चाहिँ के भएको रहेछ, पहिला चाहिँ 1/3 मार्क्स तपाईँको काटिन्थ्यो। तपाईँले एउटा एन्सर राइट गर्नुभयो भने तपाईँको 1 मार्क्स दिन्थ्यो, तपाईँले रङ गर्नुभयो भने 1/3 मार्क्स तपाईँको काटिन्थ्यो। तर अहिले के भएको छ त्यो अझै घटेर 1/4 भएको छ है। हजुर मार्क्स कम्ती गर्दैछ, त्यसो त त्यो राम्रो हो एस्पिरेन्ट्सहरूको लागि होइन, राम्रो कुरा हो। तर हामीले जति सक्दो गल्ती चाहिँ कम्ती गर्नु खोज्नुपर्छ। 200 मार्क्समा एटलिस्ट हामीले 200 वटा क्वेसनमा हामीले एटलिस्ट 180-170 वटा एटेम्प गरेको हुनुपर्छ। त्यसमा हामीले
मार्जिन अफ एरर गर्यौँ भने पनि 20 वटा नभए 15 वटा भन्दा बेसी एन्सर्स हामीले गलत गरेको हुँदैन। त्यसो भए हाम्रो सेफ मार्जिनमा हामी आउँछौँ, जस्तै 125 130 को रेन्जमा हामी आउँछौँ र त्यो पनि एकदमै जरुरी छ। र कुनै अब अर्को सेसन्सहरुमा हामी एक्जाम डेमा कसरी हामी एक्जाम डेमा जाँदा के गर्नुपर्छ हामीले र एक्जाम कसरी हामीले एटेन्ड गर्ने त्यो बारेमा यो लिएर आउने छौं। र आज त यो एउटा प्रिलिम्सको पुरा एउटा त्यो थियो सेसन थियो र भविष्यमा फेरि एक्जाम कसरी दिने है यो कुराहरुमा हामी फेरि रिभाइज कसरी गर्ने त्यो टेक्निकमा हामी फेरि भिडियो लिएर आउँछौं। यो जुन एक्जाम दिनको लागि जुन तयारी गरिरहेछन् हैन, फेरि पनि म तपाईलाई भन्न चाहन्छु, साथसाथै हामीसँग धेरै दर्शकहरू पनि जोडिनु हुँदैछ। स्वागत छ प्रिया सिंह विश्वकर्म, निर्मल भण्डारी भाइलाई दुबारा स्वागत गर्न चाहन्छु। र तपाईहरुको बहुमूल्य सुझाव यदि तपाईले कुनै कुरा बुझ्नु भएको छैन भने तपाईहरुले हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ या हाम्रो पेजमा हामीले हाम्रो फोन नम्बर दिएको छौं, फोन नम्बरमा पनि तपाईले फोन गरेर या व्हाट्सएपमा टेक्स्ट गरेर भए पनि तपाईहरुले आफ्नो सवाल राख्न सक्नुहुन्छ। र जुन पहिलो प्रयास गर्ने छात्रहरू छन् हैन, उहाँहरूले चाहिँ नगर्नुपर्ने गल्ती चाहिँ के हो? मैले जस्तै अघि भने एउटा त रिभिजन नगर्नु ठुलो गल्ती हो, सिलेबस नपढ्नु ठुलो गल्ती हो, प्रिभियस क्वेशन पेपर नहेर्नु ठुलो गल्ती हो, धेरैवटा मेटेरियल सँगालेर पढ्नु ठुलो गल्ती हो। एउटा सब्जेक्टको एउटा स्ट्यान्डर्ड बुक एउटा नोट्स बास त्यो भए सक्यो है। त्यो भन्दा बाहेक अरु केही पढ्नु भएन। तर नोट्स बनाउँदाखेरि यस्तो नोट्स बनिनु पर्यो कि त्यसमा सबै इन्फर्मेसन होस् हैन। तपाईले किताबबाट नोट्स बनाउनुहुँदैछ, कुनै कोचिङ सेन्टरबाट तपाईले पढेर नोट्स बनाउनुहुन्छ भने त्यो नोट्स चाहिँ तपाईको एउटा हतियार हो है। र त्यो हतियारलाई तपाईले युज गर्नु जरुरी छ। र सुरज अधिकारी हजुर नमस्कार भन्नुहुँदैछ सुरजज्यूलाई पनि एकदमै नमस्कार है। राजु ज्यू डिस्कनेक्ट हुनु भएको जस्तो छ। अच्छा, र म उहाँको केही तकनिकी खराबी आएको होला र म त्यही कन्टिन्यू गर्न चाहन्छु कि गल्ती के गर्नु हुँदैन विषयमा मलाई राजुज्यूले सोध्नु हुँदै थियो है। गल्ती हामीले मेन के हो भन्दाखेरि सिलेबस मैले जस्तो भने प्रिभियस इयर क्वेशन पेपर त्यो एकदमै हेरेको हुनु पर्यो, एटलिस्ट 10 इयर्सको है। त्यहाँदेखि हामीले अर्को कुरा हो मक टेस्ट हैन। र धेरै मेटेरियल्स थुपार्नु त्यो एउटा गल्ती हो। धेरै सोर्सेसबाट पढ्नु, युट्युबमा पनि हेरिरहेको छ, यता न्युज पेपरमा पनि पढिरहेको छ, त्यसो हुँदाखेरि धेरै इन्फर्मेसन हुन्छ तर हामीले रिभाइज गर्ने टाइम पाउँदैनौँ। अनि अर्को कुरा हामीले हप्तामा एकताल हामीले रिभाइज गर्नु एकदमै जरुरी छ। हप्तामा हामीले एकताल रिभाइज गर्नु एकदमै जरुरी छ। अगर रिभिजन गरेनौँ भने त्यो चाहिँ हाम्रो चाहिँ राजुज्यू म त्यही तकनिकी खराबी आएको कारणले त्यो नेटवर्क उयो भएन है। कन्टिन्यू गर्नुहोस् न। हजुर हजुर, त्यही तपाईले सोध्नु हुँदै थियो मलाई के गल्ती गर्नु हुँदैन भन्दाखेरि फर्स्ट जुन फर्स्ट एस्पिरेन्ट फर्स्ट टाइम दिन हुँदैछ उहाँको कुरा म भन्दै थिएँ, रिभिजन गर्नु एकदमै जरुरी छ है। हप्ताको तपाईले जब मन्थली प्लान बनाउनु हुँदैछ, विकली प्लान बनाउनु हुँदैछ, त्यसमा तपाईले हप्ताभरि के पढ्नु भयो त्यो गएर तपाईले सन्डेको दिन नभए स्याटरडेको दिन तपाईले निर्धारित गरेर त्यो दिन तपाईले हप्ताभरि पढेको कुराहरुलाई तपाईले रिभाइज गर्नु जरुरी हुन्छ। फेरि त्यही चीजलाई फेरि मन्थको एन्डमा रिभाइज गर्नु जरुरी हुन्छ। र यो कुराहरुलाई बुझ्नु पर्यो। अन्त फर्स्ट टाइम एस्पिरेन्टहरु के पनि एउटा अर्को प्रब्लम छ भने एम्बिसियस हुन्छ तर त्यो प्रकारले पढाइ हुँदैन कि फर्स्ट एटेम्प्ट हो, सेकेन्ड एटेम्प्ट दिउँला, थर्ड एटेम्प्ट दिउँला, छँदै छ नि भन्ने हुन्छ। त्यस्तो नसोच्नुहोस् है। फर्स्ट एटेम्प्ट इज द बेस्ट एटेम्प्ट भनिन्छ हैन। एकदम सरहरूले भन्नुहुन्थ्यो कि फर्स्ट एटेम्प्टमा निकाल्नु सक्नु बेस्ट, किन फर्स्ट एटेम्प्टमा फ्रेस हुन्छ, कन्फ्युजन हुन्छ, क्ल्यारिटी हुन्छ हैन। आफ्नो नोट्स के छ, बुक्स के छ, टक्कै त्यो पढ्छ जान्छ, त्यो इम्पोर्टेन्ट हो। त्यसले गर्दाखेरि हामी फर्स्ट एटेम्प्टमै क्र्याक गर्ने चाहिँ म सबैलाई आह्वान गर्छु, सबैले यो कुरालाई बुझ्नुहोस्। र म के भन्न चाहन्छु भने डब्ल्युबिसिएस या युपिएससी है त्यसको लागि धेरै एनर्जी चाहिन्छ। तपाईँहरूले यस्तो नसोच्नुहोस् कि 2-3 घण्टा पढ्छु भइहाल्छ, सकिहाल्छु,
क्र्याक भइहाल्छ भनेर नसोच्नु। म मेरो स्टुडेन्ट्सहरूलाई पनि त्यही भन्छु। हामी एउटा फ्री कोचिङ इनिसिएटिभ पनि हामी चलाउँछौँ होइन। र त्यसमा म स्टुडेन्ट्सहरूलाई त्यही भन्छु कि तपाईँहरूले कहिले पनि 2 घन्टा पढेर मेरो पास हुन्छ, आरामले बसेर पास हुन्छ नसोच्नु। स्ट्रिक्टली फलो गर्नुपर्छ। 1 वर्ष तपाईँले दुःख गर्नुभयो भने तपाईँको नेक्स्ट 60-70 वर्ष तपाईँको सुखमय हुन्छ। अच्छा आशिषजी, हामी अब धेरै यो डिबेटलाई नलम्ब्याएर तपाईँलाई म अन्तिम एउटा प्रश्न गर्न चाहन्छु। कालिम्पोङ, दार्जिलिङ, सिक्किम लगायत सम्पूर्ण पहाडमा रहेका विद्यार्थीहरूलाई तपाईँले के प्रेरणादायक यो सन्देश दिन चाहनुहुन्छ? मैले जस्तो अघि नै भने है, र पहिला पनि हामीले यो कुरा भन्दैछौँ कि गभर्मेन्ट इक्जाम्स, कम्पिटिटिभ इक्जाममा आएपछि निराशा पनि हुन्छ, आशा पनि हुन्छ होइन। हार पनि कति कोही दिन यस्तो हुन्छ हार पनि खाइन्छ, इक्जाम पनि पास नहुनेला फर्स्ट एटेम्पमा, सेकेन्ड एटेम्पमा। तर के हो भन्दाखेरि हामीले यो बुझ्नुपर्छ कि हामीले यस्तो कठिन इक्जाम दिँदैछौँ र हामीले कति ज्ञान आर्जन गर्दैछौँ है। र त्यसले गर्दा भविष्यमा मैले इक्जाम क्र्याक गरेँ भने त भेरी गुड, इक्जाम क्र्याक गरिनँ भने हाम्रोमा यस्ता यस्ता उपाय अगाडि आउँछन् है। ज्ञान कहिले पनि खेर जाँदैन र एकदमै पक्कै नै तपाईँहरूले फर्स्ट एटेम्पमै यो इक्जाम क्र्याक गर्नुहुन्छ। र म अलिकति एउटा गीत पनि गाएर अलिकति यसलाई समय धेरै कम्ती छ, छोटकरीमा दिनुहोस् न। रुक जाना नहीं तू कहीं हार के, कांटों से चल के मिलेंगे साए बाहर के। रुक जाना नहीं तू कहीं हार के, कांटों से चल के मिलेंगे साए बाहर के। हुन्छ। ल यति बेरसम्म तपाईँले हामीलाई बहुमूल्य समय दिनुभयो र आजको जो जसले यसलाई कन्डक्ट गर्नुभएको थियो आशिष भण्डारीजीलाई पनि धेरै धेरै स्वागत। सँगसँगै मैले यसलाई प्रश्न उत्तरीको कार्यक्रममा जे जस्तो मैले यसलाई निखारेर जति सक्दो मैले मेरो तर्फबाट जुन प्रश्न राखेँ, सायद मलाई लाग्छ यो जानकारीमूलक एउटा कार्यक्रम भएको हुनाले सबैले यो आजको डिबेटमा जति पनि जानकारी लिनुभयो, मलाई लाग्छ यो जानकारीमूलक भिडियो हो र सबैले एउटा चिन्तन मनन गर्नुपर्ने विषयवस्तु हो। किनभने अहिलेको समयमा शिक्षा व्यवस्था यस्तो, शिक्षा एउटा यस्तो कम्पिटिसनमा गएको छ, एकदम चुनौती छ कि चुनौती छ शिक्षामा। र यसलाई लिएर यस्ता विभिन्न कार्यक्रमहरू लिएर हामी तपाईँहरूको समक्ष उपस्थित हुने नै छौँ। र तपाईँहरूको बहुमूल्य जो कमेन्ट छ, तपाईँहरूको प्रश्न छ, त्यो प्रश्न हामीसँग राख्न सक्नुहुन्छ र भोलि पनि तपाईँहरूलाई निर्धारित समयमा हामी आउनेछौँ। तबसम्मको लागि म राजु भण्डारी एङ्कर लगायत हाम्रा वक्ता आशिष भण्डारीलाई बिदा दिनुहोस्। नमस्कार। नमस्कार।